छोरी मान्छेको त घरै हुँदैन भनेर त्यस्तो लाग्छ घरि गरेर छोरी मान्छेको त घरै हुँदैन क्या मिनी मार्केट साँच्चै भनेको हो सिम्पल सानो खालको मिनी मार्केट भन्दाखेरि चाहिँ फरक नपर्ला आएको छ नि यहाँ पसिना कति धेरै युट्युब क्षेत्रमा सजिलो त छैन है के भन्नु र भन्नु साध्यै छैन मिठो मिठो हावा आयो वाह नाउ भनेको किन नाउ तँ जिटी गोटामा बेबी हुँदैन यहाँ नमस्ते हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू धेरै दिन पछि लगभग 1.5 महिना पछि नै भन्दा नि 28-29 दिन पछि नै म नयाँ डे नयाँ ब्लगका साथ चाहिँ उपस्थित भएको छु विथ माई फ्यामिली माई डटर माई सन होइन अनि त्यसपछि अनि मैले यति समयको पिरियडमा चाहिँ म सोचि नै रहेको छुइनँ क्या के गर्ने कस्तो गर्ने भनेर अनि त्यसपछि त्यति बिजी पनि भएँ अनि त्यही भएको भएर साथीहरू अनि मेरो अर्को च्यानल पनि छ सो त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ होइन मन्दु डेली ब्लग्स पनि अब साथीहरू म धेरै गन्थन नगरिकन देखाउँछु म के गर्दैछु भन्ने कुरो अहिले चाहिँ बिहानको 8 बजे होइन अनि त्यसपछि म चाहिँ अब खाना पकाउँछु मेरो यहाँ छोरी चाहिँ रेडी भइसकेको छ यहाँनिर है हाई रेडी भएको अनि मेरो छोरो चाहिँ साथीहरू यहाँ बिगार गर्दैछ यहाँ अन्त भुइँतिर यस्तो साह्रो बिगार गर्दैन मेरो कोठा हेर्नु साथीहरू यस्तो लथालिङ छ यस्तो लथालिङ छ अब नानीलाई स्कुल पठाएपछि होइन बाबु पनि स्कुल त जानु थालेको छ तर बाबु चाहिँ बिरामी भएको मैले स्कुल पठाएको छुइनँ नि त अनि त्यही भएर तातो छौ म चाहिँ यहाँनिर यो आलु भुट्नु लगाएको साथीहरू होइन यहाँ कराई बसाएको छु होइन अनि त्यसपछि बाबु नानी स्कुल गइसकेपछि मात्र म रुम सफा गर्थेँ नि त तर अब आज चाहिँ जाँदैन मेरो छोरो अब सन्डेबाट जान्छ किनकि बिरामी भइरहेको छ हल्का अब पानी परेको थियो अस्ति 3 दिन अगाडि पानी परेको त मेरो छोरालाई त चिसो त लागिहाल्यो अनि चिसो लागिसकेपछि त के गर्नु गाह्रै छ यो आलुलाई पनि हाल्दै मैले अब मजाले आलुलाई पनि राखिदिएँ होइन अब साथीहरू यसलाई चाहिँ एकछिन अब यस्तो राखिदिनुपर्छ क्या आफ्नो पोल या यस्तो पोल छ भने यो गाह्रो छ साथीहरू गाह्रो छ घर गरेर खानु गाह्रो छ हुन त यसै पनि भन्छन् मान्छेले छोरी मान्छेको त घरै हुँदैन भनेर त्यस्तो लाग्छ घरि गरेर छोरी मान्छेको त घरै हुँदैन क्या माइतमा जाउँ नानी तिमी त बिहा भइसकेको अब तिमी जाऊ आफ्नै घरमा जाऊ भन्छन् अनि अब यता घरमा यो तेरो घर हो भन्छन् साँच्ची भन्नु पर्दाखेरि हामी छोरी मान्छेको त घरै छैन साथीहरू घरै छैन म यति के भने त मेरो छोरा हाँस्दैछ मेरो कोठा गति हेर्नु साथीहरू यस्तो छ है यस्तो पनि देखाइन भन्नु ल अलिक सफा गर्नुपर्ने छ अनि त्यसपछि अनि मेरो बाबुले चाहिँ यो यसमा हामी पानी भरेर राख्छौँ क्या यसमा पानी भरेर राख्छौँ अनि हेर्नु नि यहाँनिर यो बाटोमा पुरै यो यसमा मैले यो भाँडाहरू राखेको थिएँ होइन मस्काउने भाँडाहरू यो खाजा खाएको भाँडा अनि पुरै यहाँ न बाटाभरि पानी हाल्दैछ अब यो कसरी लानु भनेको कुरा मलाई नै थाहा छैन अब त्यो बाटामा होइन खाएर पो लाग्यो ढोका खोल्नुपर्छ जस्तो छ भाइ चाहिँ दिदीको पछि हिँड्छ नक्कले यताउता यहाँ साथीहरू यस्तो छ रुमको गति अनि साथीहरू यो चाहिँ मेरो मकबाङ सेटअप हो जब म मकबाङ गर्छु होइन अनि म यो सबै सामानहरू क्लिन गर्छु अनि त्यहाँ बसेर खप्पै खान्छु अनि यसको च्यानलमा घरि ब्लग्स आउँछ घरि के आउँछ भनेर सोच्नु होला साथीहरू यो च्यानल चाहिँ मैले ब्लग्स मकबाङ सबै कुरा मिश्रित च्यानल खोलेको हो होइन यसमा मेरो ब्लग्स मात्र पनि आउँदैन यो पनि आउँछ ब्लग्स च्यालेन्ज भिडियो मकबाङ होइन हरेक कुरा आउँछ सो इन्जोय गर्नु होला प्राङ्क भिडियो च्यालेन्ज भिडियो होइन म के गर्छु कस्तो गर्छु मेरो लाइफको जर्नी सबै यो च्यानलमा देख्न सक्नुहुनेछ सो मेरो भिडियोलाई लाइक सेयर सब्सक्राइब पनि गर्न नबिर्सिनु होला साथीहरू सो गाइस मेरो तरकारी चाहिँ रेडी भइसकेको छ होइन यतापट्टि यहाँनिर खाना पाक्दैछ होइन अनि मेरो दाल चाहिँ रेडी भइसक्यो दालको चाहिँ फेरि होइन पिचकारी मारेर पुरै यस्तो हुन्छ क्या अनि म साथीहरू आज सोचिरहेको छु क्या होइन म चाहिँ सोचिरहेको थिएँ आज बाबु नपठाउनु भनेर फेरि मेरो मुड चेन्ज भयो पठाउनु पर्यो ज्वरो त आएको छैन नि त अनि हिजो अस्ति चाहिँ ज्वरो राखेर मैले नपठाएको अब आज चाहिँ पठाउनु पर्यो भनेर मुड चेन्ज भयो क्या नानीले पनि भनेको मम्मी बेकारमा घर बसेर त्यो घर बस्ने बानी हुन्छ सन्चै छ त म लान्छु भाइ भन्नु थालेँ तब मेरो छोरालाई म रेडी गरेपछि फेरि यहाँ लिएर आएँ कुर्सी यहाँ साथीहरू यस्तो बिगार गर्दैन त्यहाँनिर यो चलाउन लाग्यो नआऊ है त नआऊ
नआऊ है, नआऊ भनेको किन नआऊ बेबी, नआऊ त, नआऊ भनेको, नआऊ भनेको ल्याएर यस्तो जिद्दी गर्दैन बेबी हुँदैन। यहाँ राम 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 भान्से भएको सानो छ त भान्से, सानो छ त यो भान्से। के भयो यस्तो गरेको, के भयो यस्तो गरेको ल्याएर भान्से। म चाहिँ साथीहरू बाबु नानालाई पनि पुऱ्याएर आइसकेँ होइन, बाबुलाई पनि स्कुल पुऱ्याइदिएको होइन, नाना पनि पुऱ्याइदिएको। अब मेरो घरको गति अन्त यस्तो छ, यो बाबुले बिहान मैले मिलाएको होइन, ए यस्तो छ होइन। अब यो घरलाई म 2 मिनटमा कसो छ हेर्नु है त, ढ्यान हेर्नु। मैले पुरै सफा गरेँ नि त, पुरै सफा गरेँ होइन, चिडिक्क बनाएँ, बेडहरू पनि दामी बनाएँ। अनि साथीहरू गलेँ म चाहिँ बहुतै गलेँ, फेरि देखेन होला अँधेरो भयो होला, बत्ती बालिदिन्छु होइन, ढोका पनि लानु पर्यो, मान्छे आउँछ क्या, गाह्रो हुन्छ क्या। अनि लुगाहरू पनि हटाइदिनु पऱ्यो, यहाँ लुगा अगाडि थियो नि त बाबुको, यसलाई यता राखिदिनु पऱ्यो। अँधेरो देखेको होला नि साथीहरू, यसरी एन्टी लाइट पऱ्यो क्या। ल एकछिन अब रेस्ट गर्छु। मैले साथीहरू चिया पनि खाएको छैन, भात पनि खाएको छैन। पहिला नानीहरूलाई स्कुल पुऱ्याएर आएँ होइन, पानी चाहिँ खाएँ। अब म चिया खान्छु, सबभन्दा मलाई एकदम धेरै भोक लागेको छ। म पहिला खाजा खान्छु अनि म त भात खान्छु। म एकैचोटि भात खानु सक्दिनँ साथीहरू, मेरो बानी होइन। मलाई चाहिँ बिहान उठ्ने बित्तिकै खाजा चाहिन्छ कि खाजा, अनि त म भात खाने हो। अब चियाको लागि तयारी गरौँ साथीहरू होइन। पहिला ग्यास बालौँ मजाले होइन, बल्दैन त, बल्यो है। अब टक्कै यो राख्छु। अघि पनि यहाँनिर फिका चिया चाहिँ बनाएर खाएको मैले बिहान। त्यो फिका चिया त के चिया हो, यहाँनिर अब दुधमा पानी हाल्नु पऱ्यो होइन, दुधमा पानी हाल्ने नाप्ने क्या। म चाहिँ फेरि साथीहरू चिया चाहिँ होइन जहिले पनि नापेर बनाउँछु। अब हालौँ चिनी पनि सकिरहेको छ हौ, फेरि चिनी जानु पर्यो, अलिक बजारनु पर्यो। रासनहरू टक्क लिएर आउनु पर्यो क्या साथीहरू, सबै अब एकैचोटि। म चाहिँ रासनहरू एकैचोटि लिएर आउँछु क्या, महिनामा राख्ने होइन। त्यही भएको भएर एक कपले ठिक्क हुन्छ होला यो त। चिनी पनि हालेँ। अब राख्छु म, के राख्छु भन्दाखेरि चियापत्ती होइन, सिम्पल चिया बनाएको क्या। पसिना मेरो कति आएको छ हेर्नु त, आएको छैन अहिले आएको छ नि, आएको छ नि यहाँ पसिना कति धेरै। किन आएको भन्दाखेरि हिजो साथीहरू मेहनतको पसिना हो। छोराछोरी पुऱ्याएर आउनु पनि मेहनत होइन त, हिँड्नु पऱ्यो होइन, हिँड्नु पऱ्यो। त्यहाँ छ चियापत्ती फेरि मेरो, हिँड्नु पऱ्यो, यता डुल्नु पऱ्यो। अनि डुलिसकेपछि गलिन्छ। यस्तो गर्मी चाहिँ म चिया खानु लाग्यो, म त बाउलाई हो मान्छे त है, हो कि होइन। यतिखेर भएको चाहिँ म चिया खानु लाग्छु। कस्तो भोक लागेको छ साथीहरू, एकदम धेरै भोक लाग्छ मलाई चाहिँ, खतरा तरिकाले क्या। न अब उम्ली छिटो 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 उम्ली, म धेरै गर्दिनँ, बग बाबा उमाल्ने हालिहाल्ने हो। एक दुईपल्ट उम्ली त चिया, ए चिया उम्लेर गयो। ये मेरो चिया रेडी भयो साथीहरू, रेडी भयो। अब म टक्कै यहाँ भुइँमा बसेर खानु पऱ्यो। एकछिन यहाँ बस्छ चिया, म मेरो पप लिएर आउँछु। यहाँ पप छ, हिजोको पप उब्रेको छ, पप छ होइन, प्लेटमा हाल्नु पर्यो पपलाई। मलाई फेरि साथीहरू बिहान चाहिँ जतिसुकै होस् 1 कप चिया खाएर पनि मेरो दिनभर टाउको दुख्छ। यो जिन्दगी पनि 1 कप चियामै ठिकैको रहेछ। मिठो जिप गरी खाउँ, देख्छ छैन। दामी छ साथी, दामी। एकदम मिठो। मिठो गरी चियाहरू खाएँ होइन, चिया बिस्कुट खाएँ। अब एकछिन रेस्ट गर्छु म होइन, एकछिन रेस्ट गर्छु, ढल्किन्छु म अब। अनि मात्र म बाबु र नानीको लागि खाजा तयार गर्छु साथीहरू होइन।
ल नानीको लागि चाहिँ यहाँ खाजा रेडी भइसक्यो होइन। यसमा अचार छ, यहाँ नानीलाई पुरी छ होइन, अचार पुरी छ। बाबुको लागि यहाँनिर दाल भात छ होइन। अब टक्कै म नानी बाबुलाई खाजा पुऱ्याउनु जान्छु साथीहरू। हिँडेँ अब म चाहिँ खाजा बोकेर बाबु नानीको लागि चाहिँ होइन। अब ठ्याक्कै अहिले 12 बज्नु लागेको छ। खाजा बोकेर हिँडेँ म। अनि म खाजामा चाहिँ प्रायः जस्तो बाबु नानीलाई चाहिँ घरकै खाजाहरू नै लगिदिन्छु क्या। अब स्कुलको खाजामा त चिल्लो चाप्लो हुन्छ नि त, बाहिरको खाना बाहिरको चिजहरू। अनि म चाहिँ प्रायः जस्तो चाहिँ बाबु नानीलाई खाजाहरू चाहिँ घरकै नै लगिदिन्छु क्या। अब घरकै नै हाइजेनिक पनि हुन्छ, राम्रो पनि हुन्छ, स्वास्थ्यकर पनि हुन्छ। होला मिठो नमिठो आफ्नो ठाउँमा छ, तर एकदमै हाइजेनिक चाहिँ हुन्छ है साथीहरू। फेरि म चाहिँ यो युट्युब क्षेत्रमा काम गर्न थालेको ठ्याक्कै 1.5 वर्ष जति भइसक्यो साथीहरू। मेरो अर्को मेन च्यानल छ होइन, मन्दु डेली ब्लग्स च्यानल होइन। अनि त्यो च्यानलमा चाहिँ मैले काम गरेको ठ्याक्क 1.5 वर्षभन्दा माथि नै भइसकेको छ। अनि त हेर्नु पनि होला, चेकआउट पनि गर्नु होला होइन। अनि मलाई कति साथीहरूले भन्नुहुन्छ क्या, अनि तिमी यति धेरै गरेका छौ, मिहिनेत गरेका छौ, ठुल्ठुलो भ्लगरहरूसँग गएर भेट कुराकानी गर, अनि त्यसपछि उनीहरूलाई चाहिँ फ्रेममा लिएर आयो भने अझै धेरै नै ग्रो हुन्छ अकाउन्ट भन्नुहुन्छ क्या। अब मैले 1-2जनालाई चाहिँ कुरा चाहिँ गराएको थिएँ होइन, तर अलिकति आफू नै माथि नपुगेसम्म कसैको पनि सपोर्ट चाहिँ पाइँदैन क्या साथीहरू। यति चाहिँ मैले विचार गरेँ। ओ माई गड साथी, कति धेरै घाम चर्केको काठमाडौँमा। अब जाडो चाहिँ गयो, गर्मी चाहिँ बढ्यो, कस्तो उल्टो भन्नु लाग्यो क्या। मैले काठमाडौँमा चाहिँ अब जाडो चाहिँ बढ्यो भन्न लागेको छु क्या, तर होइन। काठमाडौँमा अब जाडो चाहिँ घट्यो, गर्मी चाहिँ एकदमै धेरै बढ्यो, हिज तरिकाले गर्मी बढ्यो है। अब यो गर्मी महिनामा चाहिँ फेरि गर्मी महिना नआए हुन्छ जस्तो लाग्छ, जाडो महिनामा चाहिँ जाडो महिना नआए हुन्छ जस्तो लाग्छ क्या। जे गरे पनि सुगा छैन मौसमलाई पनि होइन। जाडोमा हामीलाई गर्मी चाहिने, गर्मीमा जाडो चाहिने। तर साथीहरू जाडो होइन, मलाई यो सालबाट चाहिँ मलाई के फिल लाग्यो भन्दाखेरि जाडो भन्दा चाहिँ गर्मी नै ठिकै न अरे। जाडो महिनामा चाहिँ मेरो नसा चेप्यो र नसा झन् दुख्नु थाल्यो, त्यही भएर म त गर्मी नै ठिक लाग्छ। बाबु नानीको स्कुल पनि आइपुग्न लाग्यो, म चाहिँ स्कुल ठ्याक्क आइपुग्न लाग्यो। हिँड्दा यो नसाध्दै फेरि लास्टै गाह्रो साथीहरू, लास्टै गाह्रो के भन्नु र भनिसाध्यै छैन। मलाई फेरि तपाईँहरूलाई थाहा छ कि छैन, तर जो चाहिँ मेरो मन्दु डेली ब्लग्सको भ्युवर हुनुहुन्छ होइन, अडियन्स हुनुहुन्छ, सब्सक्राइबर हुनुहुन्छ, उहाँहरूलाई थाहा छ कि म किन आया भन्छु भन्ने कुरा। मेरो नसा चेपेको थियो होइन, त्यही भएर म आया भन्छु क्या। हावा आयो हेर्नु खाएको मिठो मिठो हावा आयो। वाह कस्तो मिठो हावा छ। मैले कपाल बनाएको छु क्या, नत्र मेरो कपाल हल्लिन्थ्यो। स्कुल आइपुग्न लाग्यो है साथीहरू, स्कुल आइपुग्न लाग्यो। घरिघरि त होइन, अब बाटोमा यसरी भ्लग गरेर हिँड्छु नि त, मलाई मान्छेले कस्तो गरी हेर्छन् क्या। तर म मान्छेले हेर्दिनँ, म त क्यामेरामा हेर्छु, तपाईँहरूसँग बात गर्छु, तपाईँहरूलाई हेर्छु। म स्कुल आइपुगेँ। बुवाले ढोकामा गाह्रो मान्नुहुन्छ। यो यताको बाबुको सबै नानीको ल हो त बाबुको, यो बाबुको अरे यो सबै नानीको ढिलो भयो होला है बाबुलाई। के को हुन्छ यहाँ भएकोमा अघि म के ल्याएर खुवाउँथे तिमीले पर्छ हुन्थे नातिको, तिमी काम लाग्ने नै हो। नातिलाई निदाएर बसिदिन्छौ, छिटो ल्याएपछि त मेरो नाति खान पाउँथ्यो नि। त्यस्तो होइन है बुवा, ल लाग्यो। 2:30 बजे आउने। 2:30 बजे होइन, 2 बजे आउने। हावा कस्तो मिठो आइरहेको छ, तर गर्मी पनि चर्किरहेको छ। चर्किनु चाहिँ फेरि बुवा चाहिँ होइन, त्यसपछि क्यामेरा मात्र हेर कि नेचुरली पनि त्यस्तै नै हो क्या सबको मेरो नातिलाई। अनि घरिघरि म स्कुलबाट छिटो लिएर आउँछु क्या। स्कुलमाबाट अब बिरामी हुन्छ, कहिले के हुन्छ, 12 बजे नै लिन आउँछु क्या। तिमी त छोरालाई पढ्न पनि नदिने, छोरा बेगर एकछिन पस्नु सक्दिरहन्छ, अनि जहिले पनि लिन आउने भन्ने कराउने गर्नुहुन्छ क्या। बुढो हुनुहुन्छ नि त, अनि यो बुवा चाहिँ खास गरी टाइम वेस्ट गर्नु नसकेर चाहिँ यहाँ आएर बस्नुभएको अरे, स्कुलमा काम गर्नुभएको अरे, त्यो गेट खोल्ने लाउने होइन। उहाँ बुवा चाहिँ एकदमै प्रेस्टिजको एकदम धनी परिवारको मान्छे हो, तर उहाँले चाहिँ अब दिनभरि बिताउनु गाह्रो हुन्छ नि त घरमा, अनि त्यही भएर यहाँ आउनुभएको अरे।
मेरो नाति एमडी पढेको छ, मेरो छोराहरू धनी धनी छन्, 4 घर छ छोराहरूको। मेरो म चान्जुने मान्छे हो, मैले भनेको नमान्ने भनेर क्या छोराछोरीलाई चाहिँ एकदम कडा गर्नुपर्छ, पिट्नुपर्छ, तह लाउनुपर्छ भन्नुहुन्छ क्या। हातै गल्यो। मलाई चाहिँ चाहे जसुकै होस् होइन, बाटोमा चाहिँ भ्लग गरेर एकदम रमाइलो लाग्छ। किन हो किन साथीहरू, किन यस्तो जाने हो। घरमा गइसकेपछि चक्का त म चाहिँ लुगा धुनुपर्ने हुन्छ 2-3 बाल्टी होइन। अनि लुगा सुगा धुँदा त यदि थप्पी धुँदिनँ म, भोलि पनि शनिबार गाडी आयो जानु म आनु। बाटो सानो छ है, के गर्नु गाह्रो छ। अनि त्यसपछि त्यहाँ बाटो सानो छ, के गर्नु, दुईजना सँगसँगै हिँड्ने कुरो भएन, मान्छे र बाइक होइन। अनि साथीहरू मेरो भोलि पनि लुगा धुनुपर्ने छ, आज पनि धुनुपर्ने छ। आज चाहिँ थोरै बाबुको मतलब सुरुवालहरू क्या धुइदिन्छु। अनि भोलि चाहिँ फेरि खतरा घाम धुलाइ हुन्छ नि फेरि मेरो त। यो घाममा, यो चर्को घाममा मैले खाजा पनि पुऱ्याएर आएँ है, खाजा पुऱ्याएर आइसकेको छु। पहिला एकछिन यहाँ बसेर पानी खाने आन्टीको बसालमा। हामी चाहिँ यहाँनिर यो घरदेखि उता बस्थ्यौँ। हाम्रो यहाँ आन्टीको चाहिँ व्यापार गर्नुभएको कति वर्ष भयो क्या। मेरो छोरी त तपाईँको चटपटी व्यापार सँगसँगै सुरु भएको, थाहा छ तपाईँलाई? पेट भएको लाग्यो त। मेरो छोरी 12 वर्ष लाग्यो। मेरो छोरी 4 बजेको पेट हुँदाखेरि मलाई के खाउँ भएर आन्टी चटपटे बनाउनु न भनेर भन्यो। मैले 3 दिनपछि चटपटे थाल्नु भएको होइन। अनि सुन्न त सोचिरहेको छु मैले भन्नुभएको छ होइन। त्यो चाहिँ कहिल्यै बिर्सिन्न। मलाई एकपल्ट फ्रीमा खुवाउनु भएको छ आन्टीले चटपटे। चिसो पानी छ क्या यहाँ चाहिँ, घैटाको पानी छ नि त है। म स्कुलबाट बाबु नानीलाई स्कुलबाट पुऱ्याउनु लिन आउँदाखेरि चाहिँ यो पसलमा चाहिँ बसेर प्रायः जस्तो चाहिँ अक्कल झुकमा त पानी चाहिँ खाएर जान्छ क्या। किनकि आन्टीको यहाँ के थाहा छ, घैटा छ क्या, घैटा छ। साथीहरू उहाँ आन्टीको नाम थाहा छ, गोरी आन्टी। सबैले गोरी आन्टीको पसल भन्छन्। किन भन्दाखेरि पढ्ने म देखाइदिन्छु। सबैले पानी खान्छु ल। हाम्रो आन्टीलाई हेर्नु त कति गोरो हुनुहुन्छ। अनि मलाई हेर्नु त यहाँ हेर्दा कस्तो गोरो हुनुहुन्छ है। साँच्चै भनेको आन्टीको छेउमा त यस्तरी बस्यो भने त म त पुरै कालो देखिन्छु। यो पसलमा नभएको चिज भनेको केही छैन ल हेर्नु साथीहरू। नभएको चिज भनेको केही छैन। यतापट्टि स्टेसनरी छ, यहाँ किराना आइटम छ, यहाँ हेर्नु त। अनि यहाँनिर बिस्कुटहरू छ होइन। यता फेरि चटपटे पानीपुरी लाफिङ छ, यता फेरि बच्चाको खेलाउने छ। सुनदेखि नुनसम्म पाइन्छ क्या यहाँ। हो क्या आन्टी भन्नु त, सुनदेखि नुनसम्म। हाम्रो बुवाले पहिला भन्नुहुन्थ्यो क्या, सुनदेखि नुनसम्म भन्दा पनि सिम्पल मिनी मार्केट। मिनी मार्केट साँच्चै भनेको हो। सिम्पल सानो खालको मिनी मार्केट भन्दाखेरि चाहिँ फरक नपर्ला। पहिला हाम्रो बुवाले के असन छ नि, असनमा चाहिँ सुनदेखि नुनसम्म पाइन्छ अरे के। असनमा अनि हाम्रो बुवाहरू उहाँदेखि चाहिँ सुन किन्न यहाँ आउनुहुन्थ्यो। सबै पहिला त्यस्तै सबैजना यहीँ आउने हो। अनि सुन जोगाएर लानु गाह्रो हुन्थ्यो अरे उहाँ गाउँमा। अनि नुन भित्र हाल्नुहुन्थ्यो अरे कि सुन चाहिँ प्लास्टिकमा पोको पार्ने। अनि नुन त ढिके पाउँथ्यो अरे, त्यसरी लानु पो पर्थ्यो अरे त। हो नि, ढिका नुन मात्रै हो पहिला पाउने भनेको। भोटे नुन भन्थे, भोटे नुन लिन म भोटो जानु पर्थ्यो अझ पहिला मान्छे है। त्यतिर पाउँदैन थियो, चाइनाबाट मात्रै आउँथ्यो। अनि फेरि भोटा भन्थे अरे उता चाइनालाई। अनि फेरि चाइना बोर्डरतिर उता गएर भोटो गरेर नुन लिएर आउँछ अरे पहिला हाम्रो हजुरबुवाहरू है। राम्रो जमाना कहाँबाट कहाँ पुगिसक्यो, गाह्रो छ। अब मान्छेले घरमै ढोकामा हुँदा पनि सुविधा पुगेको छैन, अझै असुविधा भइरहेछ। कहाँ असुविधामा त अब्जस हो कि भन्नु त। गाह्रो छ है साथीहरू। अनि आन्टी मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला होइन। मेरो 2टा च्यानल छ, मन्दु ब्लग्स, मन्दु डेली ब्लग्स है। म आन्टीलाई देखाइदिन्छु ल होइन। अनि हाम्रो आन्टीलाई चाहिँ मैले होइन सब्सक्राइब गर्न पनि लाएँ मेरो 2टा च्यानललाई। गएँ ल, बाई ल। घर पनि आइपुगेको छु होइन। अनि त्यसपछि चाहिँ भराङ चढ्नु पऱ्यो। भराङमा फेरि हल्का अँधेरो छ। पहिला चाहिँ यो भराङ एकदम धेरै उज्यालो थियो, यहाँ झ्याल देख्न सक्नुहुन्छ। तर यो घरको उतापट्टि चाहिँ एउटा स्कुल छ क्या,
अनि त्यो स्कुलले चाहिँ बिल्डिङ बनाएको भएर चाहिँ अनि त्यसपछि भरा पनि अँधेरो भएको अनि यसरी बत्ती बाल्नु पर्ने हुन्छ साथीहरू। म रुममा आइपुगेँ, गले पनि थकित पनि भएँ होइन। अनि म चाहिँ के भन्छु भने साथीहरू, युट्युब क्षेत्रमा सजिलो त छैन है। मलाई किन त्यस्तो लाग्छ भन्दाखेरि युट्युब क्षेत्रमा काम गर्नु सजिलो छैन, एकदमै धेरै गाह्रो छ, कठिनाइ छ है। अब हामी भ्लग गरेर हिँड्दाखेरि मान्छेले हामीलाई हेर्छन्, कुरो काट्छन्, त्यो कुरा पचाउनु सक्नु पऱ्यो। भोलि पर्सि कमेन्ट आउँछ, पोजिटिभ नेगेटिभ सबै पचाउनु सक्नु पऱ्यो। सो म चाहिँ के भन्छु भन्दाखेरि जति पनि जनाले भिडियोहरू हेर्नुहुन्छ, कुनै पनि भ्लगरलाई कुनै पनि युट्युबरलाई चाहिँ डिमोटिभेट हुने कमेन्टहरू चाहिँ नगरिदिनु होला। मोटिभेट हुने राम्रो राम्रो मिठो मिठो कमेन्ट गरिदिनु होला। साथै मलाई पनि साथीहरू होइन, झन् म त नयाँ छु, म झन् तर्सिमला फेरि गले। मेरो भिडियो एकदमै धेरै लामो भएको छ साथीहरू, एकदम धेरै लामो भएको छ आज चाहिँ होइन। सो अब मेरो भिडियोलाई लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला। आजको मेरो भिडियो यहीँनिर इन्डिङ गर्छु। सो भोलिसम्मको लागि लाइक सेयर सब्सक्राइब। बाई बाई, टेक केयर।